हेलो गाइजहरु अहिले चाहिँ हामी हैन यो कुन ठाउँ भन्दाखेरि यो चाहिँ जुम्ला पातारासी 4 मा लुममा आएका छौं हामीहरु। अनि यता यो चाहिँ यो धानचौरी भन्ने ठाउँमा आएका छौं हैन। अनि यो चाहिँ एउटा गुफा रहेछ हैन। यो गुफा हेर्न सक्नुहुन्छ हैन। यो चाहिँ यहाँ गुफा छ। यहाँ भित्र कहाँ एउटा शेर्पाको चिन्ह पनि छ भन्ने सुनेको थिएन। उता साथी हेरिराछन् हैन। खै म एकछिन भित्र जान्छु कस्तो रहेछ हेरौँ गाइजहरु। गाइज हेर्न सक्नुहुन्छ यो चाहिँ शेर्पाको यो चाहिँ खै यो चाहिँ टाउको हैन। यता देख्न सक्नुहुन्छ यस्तो रहेछ। यो पुछुर यहाँ भित्रदेखि आएको रहेछ हैन। यहाँदेखि आएको रहेछ। अनि यता खै कसरी पग्लियो यसको के अचम्मको रहस्य छ हैन। यता भित्र देख्न सक्नुहुन्छ हैन गाइस। यतादेखि भित्र जाने बाटो पनि छ हैन। अब यो के हो अब थाहा भएन हैन। गाइस देख्न सक्नुहुन्छ हैन। यो के मस्तै शेर्पा जस्तो पनि छ। यो के यता यो पनि शेर्पा जस्तो छ। यो त शेर्पै हो हैन। यता खै एकछिन म उता अर्को साइडतिर पनि देखाइदिन्छु तपाईहरुलाई हैन। गाइस यो पनि यो सर्प जस्तै छ हैन। त हेर्न सक्नुहुन्छ यो पुच्छर हैन। यो माथि नाक। गाइस यो यहाँदेखि पनि यता कहाँ जाने बाटो रहेछ हैन। यो माथि नि दुलो रहेछ। यो के हो थाहा भएन। तर गाइस यता चाहिँ जाने बाटै रहेछ है। गाइस हेर्न सक्नुहुन्छ। ओ भित्र गाइस यस्तो ठुलो गुफा छ हैन। यहाँदेखि त्यति देखिरहेको छैन हैन। यहाँ भित्र पुरै घर जस्तो छ हैन। यो चाहिँ पहिलाका अब बुढा पाकाहरूले भन्छन् हैन। यहाँ चाहिँ के अरे राजा रानीको महल थियो भन्छन् हैन। तर खै कति सही छ कति झुट छ त्यो थाहा भएन। त्यहाँ माथि जस्तो पनि छ एउटा के हो त्यो म देखाइदिन्छु जुम गरेर। यो के हो गाइस हैन। थाहा भएन यो ढुङ्गा हैन गाइस। हेर्न सक्नुहुन्छ तपाईहरुले राम्रोसँग हैन। हुन्छ गाइस अब हामीहरु चाहिँ यहाँदेखि लाग्ने छ हैन। यहाँ भित्र जाने थियौं तर यहाँ डरलाग्दो ठाउँ छ हैन गाइस। मलाई त डर लागिसक्यो हैन गाइस। हेर्न सक्नुहुन्छ हैन यस्तो छ हैन यहाँ ठाउँ। यहाँ उता पनि छ हैन गाइस। तर के छ उता त थाहा भएन। हुन्छ गाइस अब अर्को भिडियोमा मिल्नेछु। ओके बाइ बाइ।